सबैलाई नमस्कार। तपाईहरुलाई चाहिँ आज म स्ट्यान्ड फ्यान कसरी फिट गर्ने भनेर थोरै केही कुरा भन्न गइरहेको छु। सबभन्दा पहिला यसको बेस हुन्छ, बेसलाई फिट गर्नुपर्छ। सजिलो हुन्छ, यो स्टेप बाइ स्टेप हुन्छ, फलो गर्नु पनि सजिलो हुन्छ। स्क्रू हुन्छ, स्क्रू दिएको हुन्छ, स्क्रूलाई यसरी टाइट गरिसकेपछि टाइट गर्नुपर्छ। ल यो ठ्याक्क फिट हुन्छ। अनि यसको यो माथिको जुन यो हुन्छ लक, यो लक खोलेर यो माथिको यो तपाईको मोटर राख्नको लागि हो। अब यो बेसको काम सकेपछि मोटर काम गर्ने है। यसलाई चाहिँ पहिलेदेखि नै यसरी राखिएको हुन्छ। यो सबै खोल्ने नटहरू खोलिसकेपछि यसको यो जुन यो फिन हुन्छ, फिनलाई फिट गर्नुपर्ने हुन्छ। यसको लागि सबै यो प्लास्टिकहरू खोल्दैछु म अहिले। प्लास्टिकहरू खोलिसकेपछि यसरी रबरहरू गरिएको हुन्छ, यसलाई चाहिँ निकालेर राख्नु पर्यो। यसपछि जुन यो यसको भन्दा फिनको भन्दा पछाडिको भाग हुन्छ, यसलाई चाहिँ पर्फेक्टली गोल हुने गरेर यसरी जुन मैले फिट गरिरहेको छु, तपाईँ पनि गोल भइसकेको छैन। यो पर्फेक्टली सबैतिर युनिफर्मली बराबर हुनु पर्यो, सबैतिर बराबर हुनु पर्यो यो गोल होइन। त्यो गरिसकेपछि यसरी यसलाई टाइट गर्नु पर्यो। यो पछाडिको भागलाई गोल हुने गरेर फिट गर्नु पर्यो होइन। यो पछाडिको यो भागलाई फिट गरिसकेपछि अब चाहिँ यसको पङ्खा हाल्नु पर्यो है। फिन हाल्नु पर्यो, टाइट गर्दैछु। पङ्खाको पनि लक हुन्छ कि यसको पछाडि ठ्याक्क एउटा नटलाई ठ्याक्क नटमा मिल्ने गरेर लक गर्नु पर्यो। यो हल्लिँदैन। अनि यसको लागि चाहिँ यसलाई चाहिँ एन्टी क्लकवाइज हो, बाहिर पङ्खालाई चाहिँ टाइट गरेर एन्टी क्लकवाइज फिट गरिसकेपछि बाहिर यसको कभर हुन्छ, कभरलाई पनि यसरी दिएको हुन्छ। यसलाई स्क्रूले टाइट गर्न सकिन्छ, ठ्याक्कै फिट गरेर यसको लक हुन्छ। यसमा पनि लक सिस्टम हुन्छ। यो लक भइसकेपछि स्क्रूले टाइट गर्नुपर्छ र यसलाई चाहिँ हामीले अघि जुन गरेको बेस छ नि, त्यसमा चाहिँ यो नट खोलेर यसरी फिट गर्नुपर्छ। कुनै पङ्खाको चाहिँ फरक हुन्छ केसहरू। यो चाहिँ हामीले अहिले सिजीको फ्यान हो, स्ट्यान्ड फ्यान फिट गरिरहेको छौँ। लगभग सबै कुराको बेसिक कुराहरू यस्तै नै हो। यो अलिकति कहिले कुनै नट तलमाथि हुन्छ, यसरी नै हो। सबभन्दा पहिला तपाईँले बेस फिट गर्नु पर्यो, त्यसपछि तपाईँको माथिको त्यो मोटर फिट गर्नु पर्यो है। यसरी नै हुन्छ। ल हेर्नुहोस् है, मस्तले हावा दिन्छ यसले।